आया हो या भएर आज चाहिँ म छक्कै भन्दा नि छक्कै नै पऱ्यो नि त। त्यो छक्कै खालके पनि छक्कै खालके क्या। खासमा चाहिँ कुरा के हो भनेदेखिलाई चाहिँ म चाहिँ मेरो चाहिँ बजार काम थियो, बजार जाने। बजार जाँदाखेरि चाहिँ फुलको बिउ पनि किनेर ल्याउँ भनेर चाहिँ यो सिड लिएको मैले। सिनेरिया र पेटुनियाको चाहिँ लिएको होइन। अन्त अब रोपिदिउँ न त, फर्स्ट टाइम हो, अब कस्तो चाहिँ हुँदो रहेछ भनेर चाहिँ खुसी खुसी भएर लिएको। अब मजाको होइन, बाहिर खोलेर त दामी होइन। अब यस्तै फुल्यो भने त दामी नै हो। अब फुल सक्यो भने त्यहाँदेखि टक्क होइन घरमा आएर चाहिँ स्याट्ट खोलेर हेरेको त हेर्नु न, म तपाईँलाई देख सट्टा अब यसरी खोल्यो नि त होइन, एब्बी होला बिउ भनेर सोचेँ नि त। अब भित्र चाहिँ अब सिसाहरूतिर हुँदो होला, अब म फर्स्ट टाइम किनेको फेरि हो भनेर चाहिँ सोचेँ कि किन अर्को कहाँ छ अरे, अर्को कहाँ रहेछ, कहाँ छ रहेछ, यहाँ रहेछ। अन्त तपाईँको अब दाम चाहिँ छ यो सिनेरियाको चाहिँ 200 रुपियाँ हो। यो उयस चाहिँ अर्को चाहिँ मैले लिएको चाहिँ पिटुनिया हो। पिटुनिया चाहिँ डबली लिएको 220। यहाँ प्राइस पनि देखाइदिन्छु है, यहाँ यही देख्नुभयो यो 220, यो 200 होइन। अन्त अब भित्र खोलेर हेरेको थिएँ, मैले त एक्सपेक्ट त ओभर राखिदिएको थिएँ नि हेभी होला भन्ने, तर यस्तो हुँदो रहेछ। म चाहिँ फर्स्ट टाइम किनेर पनि होला कि। अन्त क्या त्यहाँदेखि मैले अब सोचेँ मैले सोचेँ क्या मसँग स्क्याम पो भएको रहेछ कि भनेर नि सोचेँ कि यति मात्रै त नहुनु पर्ने भनेर। त्यहाँदेखि टक्क यो पछाडि पढ्दा ओर्दाखेरि त भरे यहाँनिर लेखेको हुँदो रहेछ नि त 50 सिट्स भनेर लेखेको हुँदो रहेछ नि त। अन्त यसो यसरी हल्लाउँदै यसो अन्दाज लाउँदाखेरि 45-50हरू चाहिँ हुँदो रहेछ होला, 50 होला। अब त्यो गर्नु सकिँदैन, सानो सानो हुन्छ नि त, अब यत्रो त हुन्छ होइन। अन्त अब दुइटाको 420को चाहिँ माल चाहिँ यति मात्रै अब हो। अन्त त्यो त सेटिस्फ्याक्सनै नभएको टाइपको लाग्दियो नि त मलाई चाहिँ, अब फर्स्ट टाइम भएर पनि होला। अन्त अब यस्तै हुनु त हुँदो होला। तर मलाई चाहिँ के को याद आयो भनेदेखिलाई चाहिँ पहिला क्या म अब उति बोल्थिनँ होइन। अन्त त्यति बेला चाहिँ अब त्यो के अरे लुगाहरू किन्नु जाँदाखेरि त्यो अब आफूलाई मन नपरिरहेको भैयाहरूले जबरजस्ती भिराइदिने क्या। आम्मा हिरो देख्यो हो, बढिया देख्यो, यो लैजाऊ, यो दामी देख्यो भनेर क्या आफूलाई चाहिँ मन परेको हुँदैन। अब जस्तै 200को टी सर्टहरू अब म तिमीलाई 150 हालिदिन्छु, लु प्याक गरेर पनि राखिदिइहाल्ने त अगाडि हो, आफू बोल्नु नसक्ने। अन्त अब जबरजस्ती ल्याउनु पर्ने अब पैसा दिकन होइन। आफूलाई गाडीमा आउँदैछ हो, सोच्दै आयो, मन चाहिँ परेकै छैन। अब त्यो कस्तो हुन्छ अब होइन, त्यो फिल त गरेको होला कतिजनाले। अन्त अब दसैँमा आएर लाउनु पर्ने फेरि अब त्यो लुगा, दसैँतिर त किने हुन्थ्यो त्यो लुगा चाहिँ अब नलाउँ भने अब अप्सनै छैन, लगाउँ भने मनै नपरेको क्या। त्यस्तै खालको फिल बनाइदियो नि एकछिन त कि। तर जेसुकै होस् अब रोपेर यस्तै फुल दियो भने त अब फुलाउनु सक्यो भने त दामी हुन्छ। तर अब उम्रिदिएन ओरेन भने चाहिँ अब त्यो पैसा बर्बाद। के कस्तो हुन्छ म तपाईँहरूलाई अपडेट दिन्छु नि।